लक्ष्य तयारी गर्दै हुनुहुन्छ भने आजको क्लास तपाईँको लागि निकै महत्त्वपूर्ण रहेको छ। किनभने यो टपिकबाट परीक्षामा प्रश्नहरू आउने सम्भावना धेरै नै हुन्छ। तपाईँ लक्ष्य तयारीको क्रममा जुनसुकै तहको पनि प्रशासन अथवा लेखा अथवा ब्याङ्क तथा वित्तीय संस्थादेखि लिएर सार्वजनिक संस्थाको तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईँहरू सबैको लागि अति महत्त्वपूर्ण कक्षा आज हुँदैछ। नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ लक्ष्य गाइड नेपाल। आजको हाम्रो विषयवस्तु रहेको छ अभिलेख व्यवस्थापन। लेखनसिपका लागि अति महत्त्वपूर्ण र सबै तहमा लोकसेवा आयोगले बारम्बार सोधिरहने विषयको बारेमा चाहिँ आज हामी छलफल गर्दै रहेका छौँ। त्यसमध्येमा तपाईँलाई मैले अभिलेख व्यवस्थापन भन्नुभन्दा एकचोटि अभिलेख भनेको के हो भन्ने बारेमा चाहिँ बुझाउन गइरहेको छु। मानव तपाईँ कुनै एउटा कार्यालयमा कार्यरत कर्मचारी हुनुहुन्छ र तपाईँले त्यहाँ कार्यालय सञ्चालनको क्रममा त्यो कार्यालयभित्रै सिर्जना भएका है त्यो कार्यालय सञ्चालन गर्नुहुन्छ, तपाईँ एउटा एकजना कर्मचारी हो, त्यो कार्यालय सञ्चालनका क्रममा तपाईँको कार्यालयभित्रै सिर्जना भएका हुन्छन् केही वा अन्यत्रबाट प्राप्त हुन आएका अन्य के त कार्यालयबाट तपाईँ कार्यालयमा प्राप्त हुन आएका जो भविष्यमा प्रयोग गर्न सकिने प्रकृतिका लिखित र अलिखित जस्ता पनि दस्तावेज हुन सक्छन्, त्यसलाई हामी के भन्छौँ त अभिलेख भनेर भन्छौँ। के भन्दा त अभिलेख भनेको के हो भन्दा बुझ्नुभयो त? कार्यालय सञ्चालनको क्रममा कार्यालयभित्र सिर्जना भएको वा अन्यत्रबाट प्राप्त हुन आएका तर भविष्यमा प्रयोग गर्न सकिने प्रकृतिका लिखित र अलिखित दस्तावेजलाई हामी अभिलेख भनेर भन्छौँ। जस्तो यहाँ हेर्नुहोस्, कुनै एउटा कार्यालयमा काम गर्ने तपाईँ कुनै एउटा कर्मचारी हुनुहुन्छ, कार्यालय सञ्चालन गरिरहनु भएको छ। त्यस्ता क्रममा विभिन्न कागजपत्रहरू त्यही सिर्जना हुन्छन्। तपाईँको कार्यालयमा दैनिक रूपमा धेरै कागजपत्रहरू सिर्जना हुन्छन् भने केही कागजपत्रहरू अन्यत्र कार्यालयबाट आएका हुन्छन्। तपाईँ हेर्नुहुन्छ तपाईँको कार्यालयलाई आएको हो कि होइन, ठिक समयसम्म आएको छ कि छैन, कुन विषय कुन प्रकृतिको कागजात हो अथवा अभिलेख हो भनेर हेर्नुहुन्छ। र यो अभिलेख भविष्यमा चाहिने खालको हो भने तपाईँले के त चाहिने खालका त्यस्ता लिखित र अलिखित दस्तावेजलाई के भनिन्छ त अभिलेख भनेर भनिन्छ। भनेपछि अब अभिलेख भनेको बुझ्नुभयो होला भन्ने मैले आश गरेँ। र अभिलेख भनेको बुझ्नुभयो भने अब अभिलेख व्यवस्थापन भनेको झन् सजिलो छ। के छ त भन्दा अभिलेखको व्यवस्थापन भनेको त्यही अभिलेखसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू हुन्छ नि। अभिलेखसँग सम्बन्धित तपाईँ जति पनि काम गर्नुहुन्छ त्यो अभिलेखको तपाईँले परिकल्पनाहरू गर्ने भयो, त्यसको व्यवस्थापनहरू गर्ने जति पनि त्यो सम्पूर्ण गतिविधिहरूलाई तपाईँ के गराउनुहुन्छ त थप प्रभावकारी बनाउनुहुन्छ, व्यवस्थित बनाउनुहुन्छ, वस्तुनिष्ठ बनाउनुहुन्छ, वैज्ञानिक, आधुनिक एवं के त भन्दा अपेक्षित तुल्याउने जुन कार्य गर्नुहुन्छ, जुन प्रक्रिया छ त्यसको पद्धति छ त्यसलाई के भनिन्छ त अभिलेख व्यवस्थापन भनिन्छ। जस्तो तपाईँ एउटा कार्यालयमा काम गर्ने कर्मचारी हो, त्यहाँ विभिन्न कागजपत्र सिर्जना हुन्छन्, त्यसै तपाईँलाई अन्यत्र कार्यालयबाट कागजपत्र आउँछ, तपाईँको दैनिक मात्रामा धेरै कागजपत्रहरू सिर्जना हुन्छन्, धेरै के त भन्दा कागजपत्र अभिलेखहरू हुन्छन्। त्यसलाई तपाईँले के गर्नुहुन्छ त एकदम व्यवस्थित तरिकाले मिलाएर राख्नुहुन्छ, त्यसलाई एकदमै सुरक्षित तरिकाले राख्नुहुन्छ भने त्यो राख्दाखेरि के कामहरू गर्नुहुन्छ, ती राख्ने प्रक्रिया होलान्, पद्धति होलान्, त्यसलाई के भनिन्छ त अभिलेख व्यवस्थापन भनिन्छ। जस्तो तेस्रो पिक्चरमा हेर्नुहोस्, यहाँ अभिलेखलाई टक्क कस्तो व्यवस्थित तरिकाले मिलाएर राखेको छ, इन्डेक्सिङ गरेको छ। हो यसरी राख्ने जुन कार्य प्रक्रिया पद्धतिलाई हामी के भन्छौँ त अभिलेख व्यवस्थापन भनेर भन्छौँ। यसलाई थप हामी के पनि लेख्न सक्छौँ भन्दा यसले अभिलेखको सिर्जना वा प्राप्ति गर्नेदेखि तपाईँको कार्यालयमा अभिलेखको सिर्जना गर्ने वा अन्य कार्यालयदेखि प्राप्त गर्नेदेखि अनावश्यक अभिलेखलाई धुल्याउने वा नष्ट गर्नेसम्मका सम्पूर्ण गतिविधिहरूलाई चाहिँ अभिलेख व्यवस्थापनभित्र समेट्दछ। परम्परागत विधि र पद्धतिमा आधारित अभिलेख व्यवस्थापन र यसका समग्र प्रक्रियाहरूलाई चाहिँ वर्तमान समयमा आइटी र आइसिटी मैत्री हुँदै गएका छन् भनेर हामी भन्न सक्छौँ है। त्यसै गरी जब अब अभिलेख व्यवस्थापनका विशेषता भन्ने बित्तिकै यो सँगै टाँसिएर आएका गुण, दोष, अवदोषहरूलाई त हामी विशेषता भन्छौँ। जस्तै के हो त भन्दा यो एक सङ्ग्रह गर्ने कार्य हो, यो एक प्रणाली पनि हो, यो अभिलेख व्यवस्थापन एक व्यवस्थाकीय टुल हो भने यसले के त भन्दा प्रमाणको सुरक्षा गर्दछ, यसमा के त भन्दा कानुनी आधारहरू हुन्छन् भने यो चाहिँ भविष्यप्रद सोचको उपज हो भने सङ्गठनका लागि अति आवश्यकीय कार्य हो भनेको छ। त्यसै गरी अर्को छ अभिलेख व्यवस्थापनको महत्त्व। यो चाहिँ लोकसेवा तयारीका लागि एकदमै महत्त्वपूर्ण के त भन्दा टपिक्स रहेको छ। यसको टपिक्सै महत्त्व र लोकसेवा तयारी गर्ने साथीहरूको लागि चाहिँ एकदमै महत्त्व छ यसको है। यो सँगसँगै तपाईँले उद्देश्य, यसको आवश्यकता, यसको प्रभावकारिता, यसको उपादेयता सबै प्रश्नलाई हामी यहीबाट हल गर्न सक्छौँ, छुट्टै पढ्नु चाहिँ पर्दैन। यसको महत्त्व किन छ त भन्दा वर्तमान वस्तुलाई भविष्यसम्म सुरक्षित राख्नका लागि यसको महत्त्व छ, यो बुझिसक्नुभयो। अनि यसले अभिलेखको खोजीमा लाग्ने समय बचाउनलाई यसले सहयोग गर्दछ। अभिलेख व्यवस्थापनले अभिलेखहरूलाई व्यवस्थापन एकदम व्यवस्थित तरिकाले मिलाएर राख्ने, त्यसले गर्दा खोजेको समयमा तुरुन्तै फेला पार्न सकिने गरी के त भन्दा समयको के त बचत गराउँछ। अर्को चाहिँ भविष्यमा प्रमाणको रूपमा पेश गरिने अभिलेख के त भन्दा राख्नका लागि यसले के भन्दा त मद्दत गर्दछ भने अर्को छ आगामी कार्यका लागि के त मार्गदर्शन पनि यसले हुने गर्दछ। अर्को छ व्यवस्थापनका कार्यमा मितव्ययिता र सरकारवालाको पहुँच र पारदर्शिता अभिवृद्धि गर्न यसको के त महत्त्व रहेको छ। यसको महत्त्व सँगसँगै
अभिलेख व्यवस्थापनका केही चक्र, चरण र केही प्रक्रियाहरू रहेका छन्। यो भनेको निरन्तर चलिरहने एउटा प्रक्रिया हो, है। अभिलेख व्यवस्थापनको के छ त यसको प्रक्रिया के छ, चरण के छ भन्दा सबभन्दा सुरुमा अभिलेखको सिर्जना गर्ने हो। तपाईँको आफ्नो कार्यालयमा के हुन्छ त अभिलेखको सिर्जना हुन्छ। त्यसपछि अभिलेखको प्राप्ति पनि हुन्छ। अन्यन्त्र कार्यालयबाट तपाईँको कार्यालयमा अभिलेख के हुन्छ त प्राप्ति हुन्छ। प्राप्ति पश्चात तपाईँले अभिलेखको सङ्कलन गर्नुहुन्छ। तपाईँको आफ्नै कार्यालयमा सिर्जना भएको र अन्यन्त्र कार्यालयबाट प्राप्त भएको अभिलेखको के गर्नुहुन्छ सिर्जना गर्नुहुन्छ। सिर्जना गरिसकेपछि त्यो अभिलेखको वर्गीकरण गर्नुहुन्छ। त्यो कुनसँग सम्बन्धित हो, नीति नियमसँग हो कि बजेटसँग हो कि त्यो बजेट आर्थिक प्रशासन, कर्मचारी प्रशासन, होइन कर्मचारीको तालिम, सेवा, सुविधा, प्रमोसन, सरुवा बोर्ड सम्बन्धी त्यसको के तपाईँ वर्गीकरण गर्नुहुन्छ। अनि तपाईँको फाइलिङ विधि के छ त त्यो फाइलिङ विधि छनौट गरेर तपाईँले के गर्नुहुन्छ त त्यो अभिलेखलाई फाइलिङ गर्नुहुन्छ। अनि फाइलिङ गरिसकेपछि तपाईँले फाइलिङ गर्नुभयो भने के हुन्छ त त्यहाँसम्मको चक्रले आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न के त भन्दा सहयोग पुग्दछ। अनि आन्तरिक नियन्त्रण प्रणाली सफल भइसकेपछि सुरक्षित तपाईँले के गर्नुहुन्छ त भण्डारण हुन्छ त्यहाँ अब, होइन। तपाईँले स्टोरेज त्यसको व्यवस्थापन त्यो राख्ने ठाउँ एकदम सुरक्षित हुन्छ। त्यसपछि आवश्यकता अनुसार तपाईँ पछि प्रयोग गर्न सक्नुहुन्छ भने कसैले तपाईँलाई केही विवरणहरू माग गर्यो भने तपाईँले वितरण गर्न, कुनै सूचना माग गर्यो भने तपाईँले दिन सक्नुहुन्छ। र अनावश्यक अभिलेख नष्ट गर्न पनि यसले सहयोग गर्दछ भने अन्तिममा के गर्दछ त प्रतिवेदन तयार गरी पेश गर्ने काम गर्दछ, है। त्यसैले अभिलेख व्यवस्थापनको चक्र र चरण अथवा प्रक्रिया भन्यो भने यति कुरा तपाईँले बुझ्नुपर्छ। बुझ्नु भएको छ नि, होइन? कस्तो भइरहेछ? बुझ्नु भएको छ या भएको छैन? आफ्नो विचार चाहिँ कमेन्ट बक्समा लेख्नु होला है त। त्यसैगरी अब हामी अभिलेखमा हुनुपर्ने गुणहरूको बारेमा हेर्दैछौँ। अब अभिलेखमा कस्तो गुण हुनुपर्यो त भन्दा वैधानिकता हुनुपर्यो, अभिलेख स्पष्टता हुनुपर्यो, अभिलेखमा संक्षिप्तता हुनुपर्यो, प्रभावकारिता हुनुपर्यो भने शुद्धता हुनुपर्यो। साथसाथै अभिलेख के हुनुपर्यो त वैज्ञानिकता हुनुपर्यो। अनि अभिलेखमा के हुनुपर्यो सरलता हुनुपर्यो, अभिलेख पूर्णता हुनुपर्यो भने अभिलेख के त मितव्ययिता हुनुपर्यो भने यिनी भए गुणहरू कुरा भए। त्यसपछि अब योभन्दा अगाडि चाहिँ हामी अभिलेखका प्रकार, वर्गीकरण र यसको विभाजन कसरी गरिएको छ भन्ने छ। यसको प्रकार र यसको वर्गीकरण, विभाजन त फरक फरक तरिकाले गरिएको पाइन्छ। तर मैले यहाँ मुख्य चाहिँ 3वटा पाटो राख्दैछु। एउटा चाहिँ सरकारी कागजात तुल्याउने नियम 2027 अनुसार यसका केही वर्गीकरण गरेको पाइन्छ भने अर्को एमएम जोन्सनका अनुसार पनि अभिलेखको केही विभाजनहरू गरेको पाइन्छ। त्यसैगरी यसको के त भन्दा अरू विषयका आधारमा पनि विभाजन गरेको पाइन्छ। के हो त भन्ने बारेमा हेर्नुहोस् है त। जस्तो सरकारी कागज तुल्याउने नियम 2027 मा स्पष्ट रूपमा लेखिदिएको छ कि कुनै पनि काम समाप्त भएको मितिले 1 वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख भनेर एउटा वर्गीकरण गरेको छ, एउटा प्रकार एउटा विभाजन गरेको छ। त्यसैगरी अर्को 3 वर्षसम्म सुरक्षित राख्नुपर्ने के त भन्दा काम समाप्त भएको मितिले 3 वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख भनिदिएको छ। अर्को त्यसैगरी काम समाप्त भएको मितिदेखि 5 वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख भनेको छ। त्यसैगरी अर्को काम समाप्त भएको मितिले 10 वर्षसम्म राख्नुपर्ने अभिलेख र अर्को के छ 20 वर्षसम्म सुरक्षित साथ राख्नुपर्ने अभिलेख छ भने अर्को चाहिँ के छ त भन्दा सधैँभर सुरक्षित राख्नुपर्ने अभिलेख भनेर त्यहाँ विभाजन गरिदिएको छ, है। यो तपाईँ हेर्न सक्नुहुन्छ। त्यसैगरी एमएम जोन्सनका अनुसार पनि अभिलेखको विभाजन गरिएको पाइन्छ, जसमध्येमा अति महत्त्वपूर्ण अभिलेख भनेर सधैँभर सुरक्षित राख्नुपर्ने अभिलेखलाई विभाजन गरेको पाइन्छ। त्यसैगरी महत्त्वपूर्ण अभिलेखमा चाहिँ 10 देखि 20 वर्षसम्म राख्नुपर्ने अभिलेखहरूलाई विभाजन गरिएको छ भने उपयोगी भनेको 1 देखि 10 वर्षसम्म राख्नुपर्ने अभिलेख छ भने कम उपयोगी भनेको 1 वर्षभन्दा कम समय पनि राख्दा पनि हुने अभिलेखहरूलाई विभाजन गरिएको छ। विषयगत आधारमा भनेको तपाईँको नीतिगत अभिलेख छ, बजेट सम्बन्धी अभिलेख हुनसक्छ, जिन्सी सम्बन्धी अभिलेख हुनसक्छ, राजस्व सम्बन्धी अभिलेख, कर्मचारी सम्बन्धी अभिलेख र योजना सम्बन्धी यस्ता विविध विषयहरूलाई यसले के त भन्दा वर्गीकरणमा गरेको पाइन्छ, है। कतिको बुझ्नु भएको छ आफ्नो विचार चाहिँ कमेन्ट बक्समा लेख्दै गर्नु होला। त्यसैगरी केही समस्याहरू रहेका छन्। समस्याहरू भनेको चाहिँ के त भन्दा एउटा राष्ट्रिय प्राथमिकता विषय नबनेको पाइन्छ क्या, होइन। यसलाई सबै ठाउँमा सही तरिकाले नीति, नियम, कार्यदिशा, निर्देशिका अनुसार के त भन्दा यो त्यति विषय चाहिँ बनेको पाइँदैन। अर्को छ कमजोर सुरक्षा र कमजोर भण्डारण, होइन। एउटा ट्याक्क दराजको कुनामा राखिदिने, त्यहाँ मुसाले पनि कोही काटेको हामी भेटेका हुन्छौँ, होइन। कोही पानी चुहिने ठाउँमा राखिदिने, पानीले भिजेर कागजपत्र अभिलेखहरू नष्ट भएको पाइन्छ। त्यही भएर कमजोर सुरक्षा प्रणाली छ। अर्को छ पर्याप्त जनशक्तिको के त भन्दा अभाव रहेको छ भने अर्को फेरि पर्याप्त स्रोत साधन उपलब्ध नहुनु पनि यसको के त भन्दा समस्या रहेको छ। अर्को छ सूचना लुकाउने र दुरुपयोगको सम्भावना के त भन्दा बढी हुने गरेको छ भने अर्को आइटी र आइसिटी मैत्री प्रविधि कार्यान्वयन हुन नसक्नु छ, होइन। हुन के त भन्दा सकेको छैन, है। पूर्ण रूपमा के त भन्दा प्रविधि मैत्री भइसकेको पाइँदैन भने अर्को छ पुरानो अभिलेख प्रयोग गर्ने आदत पनि छैन भने अन्तिम अर्को एउटा समस्या रहेको छ निश्चित मापदण्डको व्यवस्था नहुनु। र आजको क्लास चाहिँ हाम्रो यतिमै आएर सिद्धिन्छ। अब यो समस्या समाधानको उपाय चाहिँ तपाईँले यसलाई सकारात्मक जे हुन्छ त्यो त्यति तपाईँ सम्झिनु भयो भने यसको छुट्टै चाहिँ पढ्नु पर्दैन है साथीहरू। म तपाईँहरूलाई यति कुरा जानकारी गराएँ।
र आजको क्लास तपाईँलाई कस्तो लाग्यो, कति कुराहरू बुझ्नुभयो र आगामी दिनमा तपाईँ कुन विषयमा तपाईँलाई कन्फ्युज लागेको छ र कुन विषयको क्लास चाहनुहुन्छ कमेन्ट बक्समा लेख्नुहोला र अर्को क्लासमा हामी फेरि भेट्नेछौँ। आजको क्लास यति नै। तपाईँको एउटा कमेन्टले अर्को क्लास अझ प्रभावकारी बनाउन मद्दत गर्छ र अब आउने क्लास चाहिँ महत्त्वपूर्ण हुनेछ। त्यसैले च्यानल सब्स्क्राइब गरेर नोटिफिकेसन अन गरी हामीसँग निरन्तर जोडिनुहोला। धन्यवाद।